गाइस फाइनल्ली मेरो सामान आएको छ टु अनामिका घले जापान भनेर बल्ल 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 दसैँको लागि मगाएको सामान आज शनिबार दसैँ सकेर 2 दिन 3 दिन पछि आयो। अब के गर्नु, यत्रो सामान, यो सामानले यस्तो दुःख दियो मलाई हैन। उहिले जमानामा मगाएको सामान बल्ल 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 दसैँ सकेर आयो। ल दसैँको लागि मगाएको सामान 70,000 को सामान यो, अनि 25,000 शिपिङ ट्याक्स लागेको छ। झन्डै 95,000 1 लाख जस्तै खर्च भएको छ मेरो। मलाई डुबाएको छ यसपालि। अब खोलेर सामान हेरौँ है कस्तो आउँछ भित्र सामान। चाहिँ मैले चाहिँ अनलाइनबाट मगाएको, फर्स्ट टाइम मगाएको मैले है। अब फर्स्ट एन्ड लास्ट नै यही हुन्छ होला सायद। म चाहिँ लास्ट डुबेँ है, लास्टै तनाव भयो यो सामानले गरेर। तपाईहरुले कसरी मगाउनुहुन्छ है? म चाहिँ कहिले मगाएको थिइनँ, मैले चाहिँ दसैँको लागि भनेर मगाएको थिएँ है। अब दसैँ पछाडि आयो, हेरौँ अब सामान कस्तो छ। फाइनली गाइस मैले चाहिँ नेपालबाट मगाएको अनलाइन सामानहरूलाई चाहिँ मैले यसरी बेडभरि थुपारेको छु है। यो कति वर्षलाई पुग्ने सामान हो मलाई थाहा भएन। मैले चाहिँ आँखा चिम्लेर मगाएँ है। यो चाहिँ केटा मान्छेको लागि भनेर कुर्ता सलवार भयो यो चाहिँ। अनि यो साडी भयो। अनि यो साडी चाहिँ कस्तो राम्रो छ है, तर च्यातिएको छ क्या यो साडी। यसरी च्यातिएको छ जम्मै, यस्तो पठाइदिएछ है, पुरै च्यातिएको छ, तल 5-6 वटासम्म च्यातिएको छ यो लाइन नै। अनि यो पनि राम्रो छ साडी, ब्लाउज नट ब्याड है, क्वालिटी खासै राम्रो छ नि, तर ठिकै, तर अलिकति टाइट, ब्लाउज टाइट भएको छ। अनि यो पनि राम्रै छ। सबभन्दा राम्रो चाहिँ क्वालिटी पनि राम्रो, एकदम लाउँदाखेरि छप्प बस्ने चाहिँ यो चाहिँ एकदम राम्रो छ। अनि ब्लाउजहरू चाहिँ मलाई सबै टाइट भएको छ है। अनि यो सरारा भयो है कुर्ता, यो राम्रो छ। अनि मलाई अलिकति ठुलो भएको छ तर राम्रो। अनि यो सबभन्दा मैले एक्सपेक्ट गरेको, एकदमै दामी एक्सपेक्ट गरेको चाहिँ यो थियो, तर एक्सपेक्टेसन भर्सेस रियालिटी भने जस्तो भएको छ है। कलर पनि खासै मन परेन, तर नट ब्याड है, ठिकै भनौँ न। एकदम आश चाहिँ एकदमै राम्रो आश गरेको थिएँ। अनि यो राम्रो छ, यो राम्रो छ। अनि यो पनि राम्रै छ, ठिकै छ यो पनि। अनि ज्वेलरीमा चाहिँ यो 2टा ज्वेलरी आएको छ है। अनि यो चुरा भयो। अनि यो पनि साडी नै भयो है, यसको यो फर्र स्टाइलको साडी, तर यसको ब्लाउज पनि टाइट छ है। अनि यो 3टा पेटीकोट भयो। अनि यो पनि साडी, यसको ब्लाउज यो पनि राम्रै छ, ठिकै छ। साडी क्वालिटी खासै राम्रो छैन है, तर लाउँदाखेरि ब्लाउजसँग ठिकै छ, देखिन्छ। अलि ब्लाउज टाइट भएको छ है। अनि यो पनि एकदम राता मकै टाइपको रहेछ यो। यस्तो रातो त रातो भन्ने थाहा, तर मैले अलिक अर्कै सोचेको, अलिक लत्रक्क परेको टाइपको होला भनेर सोचेको, तर यो एकदम झुल जस्तै रहेछ यो कपडा। अनि यसमा चाहिँ फल्सहरू पनि हालेको छैन है। अनि खासै राम्रो लागेन मलाई यो। अनि यो एकदम मन परेको है साडी र यो ब्लाउज, तर ब्लाउज एकदमै टाइट छ। अनि सबभन्दा मन परेको साडी अर्को भनेको यो चाहिँ मलाई एकदम मन परेको साडी। हुन त यसमा ब्लाउज के अरे फल्स हाल्न मिल्ने हो होइन थाहा भएन, फल्स छैन, फङसँग टाइपको छ, तर कस्तो राम्रो छ क्या क्वालिटी चाहिँ। फेरि तपाईँहरूलाई नि मन पर्न सक्छ है यो चाहिँ। अनि मेन भनेको यो सबै कुरामा पर्फेक्ट चाहिँ यो ब्लाउज टाइट हो, तर पनि साडी चाहिँ राम्रो छ। ल अनलाइनबाट मगाएको चाहिँ मैले यसरी मगाएँ है। म जसरी तपाईँहरू पनि एकैचोटि नमगाउनु होला। म चाहिँ लास्ट डुबेको छु है। 70,000 को सामान यसरी मगाएँ, 25,000 शिपिङ ट्याक्स तिरेको छु। शिपिङ कस्ट मात्रै 25,000 गरेर 95,000 भयो, तर भने जस्तो लुगा आएन। अब लुगा पनि मगाउँदाखेरि फोटो हेरेर मगाएको होइन, यसरी लुगै यसरी नदेखाउने, फोटो मात्रै हेर्दै त्यही फोटोमा मगाउनु पर्ने। अनि उसले पनि कताबाट अर्डर गर्ने रहेछ अनलाइनको त्यो मान्छेले पनि। अनि आउँदाखेरि यस्तो हुँदो रहेछ। अब भिडियोमा फोटोमा यसरी देखायो ओऱ्यो भन्दा थाहा हुन्छ नि त, तर फोटो हेरेको भरमा मात्रै मगाउँदा चाहिँ फसिन सक्छ है। कतिपय लुगा ठिकै लागेको पनि छ, मन पनि परेको छ होइन, कतिपय चाहिँ एकदम सोचे अनुसारको फोटोमा अनुसारको एकदमै डिफ्रेन्ट। त्यही भएर गाह्रो छ यो विदेशमा हुनेहरूलाई चाहिँ अनलाइन सामान मगाउन चाहिँ गाह्रो छ। एकैचोटि चाहिँ नमगाउनु होला है। मैले चाहिँ फर्स्ट टाइम नेपालबाट फर्स्ट टाइम सामान मगाएको, यत्रो धेरै मगाएँ, तर सबै लुगाहरू अहिले लाउनलाई मात्रै ठिक्क छ है। 1-2 महिना पछाडि अथवा अलिक पछाडि लाउनलाई गाह्रो छ। तर हामी विदेशमा बस्ने मान्छेलाई डेली लुगाहरू लाइँदैन हामीले। अब 2-3 महिनामा वर्षमा एकचोटि चाडबाडमा लाउने हो, त्यही पनि अब यो अहिले लाउन मात्रै फिटिङ भएपछि चाहिँ गाह्रो हुने, फिटिङ गर्ने ठाउँहरू हुन्न है।
त्यही भएर चाहिँ तपाईँले चाहिँ यसो विचार गर्नुहोला। मेरो आफ्नो एक्सपिरियन्समा चाहिँ म चाहिँ एकदमै के भन्ने अब खुसी भन्ने कि ह्याप्पी के अरे दुःखी भन्ने कि के भन्ने भने दुःखी भनौँ भने कोही कोही लुगा मन पनि परेको छ। खुसी भनौँ भने अब यत्रो पैसा हालेर मगाएँ है। अब कतिपय लुगाहरू अब आज लायो भोलिलाई काम नलाग्नेहरू छ टाइट भएर। गई भैँस पानीमै। यही हो मेरो है अनलाइनको सपिङ लिस्ट, नेपालबाट जापान मगाएको सपिङ लिस्ट। तपाईँलाई कस्तो लाग्यो सेयर गर्नु होला है त। बाई बाई। टोटल ड्रेसअप भन्नुपर्दा यही हो ल। 4वटा कुर्ता जेन्ट्सको, 4वटा कुर्ता गर्ल्सको। कुर्तामा चाहिँ खासै नो कमेन्ट होइन, राम्रो ठिकै छ। यो अलिकति लुज छ है। अनि यिनीहरू चाहिँ ठिकै छ, यिनीहरू फिटिङ पनि गर्दा रहेछ राम्रै छ। यो चाहिँ एकदमै लुज भएको छ तर नट ब्याड है। अनि यो कुर्ता चाहिँ अब लाउनै बाँकी छ, थाहा भएन केटले राजको चाहिँ। अनि यो मैले मगा जस्तो लाग्दैन है। अनि यो साडी पनि ठिकै, यो पनि ठिकै, यो च्यात्तिएको छ अनि फल्स पनि छैन यसको। यो साडीहरू अरू सबै ठिकै छ, सबैको ब्लाउज चाहिँ टाइट, ब्लाउजहरू टाइट छ। अनि यो साडी एकदम मन पर्यो मलाई, यो राम्रो छ। अनि यो पनि नट ब्याड है, तर ब्लाउज एकदम टाइट भयो। अनि यो ब्लू कलरको सबभन्दा मन परेको ब्लाउज, तर एकदम टाइट। अनि त्यो यो 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 सबभन्दा मन नपरेको साडी। मैले एकदमै एक्सपेक्ट गरेको एकदम ब्रान्डेड दामी त्यो डमीले लगाएको देखेर वाउ भन्ने किनेको, तर कस्तो नराम्रो क्वालिटी रहेछ। मैले भिडियोमा देखेको भए, फोटो पठाएको भएदेखि मैले लिँदैन थिएँ क्या, त्यो डमी हेरेर लिएको हो नि त यो। अनि यो चाहिँ एकदमै मन पर्यो मलाई, साडी एकदम राम्रो छ है। यति हो ल। अनि जुत्ता दुईवटा। अनि यो गहना किन दुईवटा सेम पठाएको थाहा भएन, दुइटै सेम छ। हामीले अर्डर गरेको अलिक भिन्दै भिन्दै जस्तो लाग्छ मलाई, तर यस्तो दुइटै सेम पठाइदिएको रहेछ है। अनि चुरा यति हो सामान। अनि 1 2 3 3टा ऊ छ पेटीकोट।